सबैभन्दा धेरै पढेकी नेपाली चर्चित नायिकाहरू मिरुणा मगर उनी बेलायतस्थित ब्रुनेल युनिभर्सिटीबाट बालबालिका तथा युवा विकास विषयमा स्नातकोत्तर गरेकी हुन्। उनले सोही विश्वविद्यालयबाट स्वर्ण पदक, ब्रुनेल गोल्ड अवार्ड समेत प्राप्त गरेकी छन्। सुहाना थापा अमेरिकाको जर्ज मेसन युनिभर्सिटीबाट बजार व्यवस्थापनमा स्नातक गरेकी छन् भने त्यसपछि कलम्बिया युनिभर्सिटी न्युयोर्कबाट मनोविज्ञानमा स्नातकोत्तर गरेकी हुन्। उनी सुन्दरता, प्रतिभा र पढाइ सबैमा अब्बल मानिन्छिन्। उपासना सिंह ठाकुरीले काठमाडौँको एसएआइएम कलेजबाट व्यवसाय प्रशासनमा स्नातक गरेकी छन्। उनी पढाइ अभिनयलाई सँगसँगै अघि बढाइरहेकी छन्। केकी अधिकारीले सूचना व्यवस्थापन विषयमा स्नातक गरेकी छन् र त्यसपछि मानव स्रोत व्यवस्थापनमा स्नातकोत्तर पनि पूरा गरेकी छन्। उनी अभिनयमा जति सक्षम छिन्, व्यवस्थापनमा पनि त्यतिकै दक्ष छिन्। प्रियङ्का कार्की जो पूर्व मिस टिन नेपाल हुन्, उनले अमेरिकाको युनिभर्सिटी अफ नर्थ एलाबामाबाट चलचित्र तथा डिजिटल सञ्चार माध्यममा स्नातक गरेकी छन्। उनले सो पढाइ 3.93 जीपीए सहित उच्च श्रेणीमा उत्तीर्ण गरेकी हुन्। मल्लिका महत हाल व्यवसाय प्रशासनमा स्नातक अध्ययन गरिरहेकी उदीयमान कलाकार हुन्। उनी फिल्म र म्युजिक भिडियोमा चम्किँदै अगाडि बढिरहेकी छन्। जसिता गुरुङले आफ्नो विद्यालय र कलेज शिक्षा बेलायतमै पूरा गरेकी हुन्। उनले लिलिबिली चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् र पढाइमा पनि उच्च स्तरकी विद्यार्थी मानिन्छिन्। वर्षा राउतले त्रिभुवन युनिभर्सिटीबाट मानविकी संकायमा स्नातक गरेकी छन्। उनी फिल्म, गीत, सङ्गीत र स्टेज कार्यक्रममा निकै लोकप्रिय कलाकार हुन्।